अवसरमा विशेषद्वारा आयोजित प्रेमपत्र कम्पिटिसनमा मैले पनि भाग लिएको छु र म आफ्नो प्रेमपत्र वाचन गर्न गइरहेको छु। आदरणीय सिनियरज्यू, आज 2 वर्ष 2 महिना 29 दिन भएछ मैले तपाईलाई यो छुट्टी पछ्याएको। खासमा भन्नुपर्दा यो मेरो तेस्रो प्रेमपत्र हो जुन म तपाईको लागि लेखेको छु। आफ्नो प्रथम वर्ष र दोस्रो वर्षमा हुँदा प्रेम दिवस मनाएर पाएकी प्रेमपत्र तपाईलाई टक्राउन सकिन, तर तपाईँ चौथो वर्षमा पुगिसक्नुभयो र म तेस्रो। यो मेरो लागि अन्तिम मौका हो। आज यस तेस्रो प्रेमपत्र लेख्दा त मेरो हात पनि काट्न छोडिसक्यो। मैले हिम्मत पनि बढाइसकेँ। यस प्रेमपत्र मार्फत मैले आफ्नो प्रेम प्रस्ताव तपाईँ समक्ष राखेको छु। केही गलत रहेछ भने क्याम्पसकी जुनियर भनेरै माफ गरिदिनु होला। 2 वर्ष अगाडि मङ्सिरको दोस्रो हप्ता मैले तपाईलाई क्याम्पसको क्यान्टिन अगाडि पहिलोपटक देखेकी थिएँ। मेरो मनमा एक किसिमको उत्साह र उमङ्ग जागेर आयो। तपाईले लगाएको सेतो सर्ट र कालो प्यान्टमा तपाईलाई एक राजकुमार जत्तिकै देखिएको थियो, तर तपाईले मलाई एक नजर पनि दिनु भएन। मलाई आफैसँग रिस उठ्यो। म पनि क्याम्पसका अरू केटीहरू जत्तिकै राम्री भएकी भए तपाईँ मसँग स्वयं बोल्न आउनुहुन्थ्यो होला। त्यसरी तपाईँ धेरै कक्षाभित्रका अन्य केटीहरूलाई नोट्स दिने बहानाले बोल्न आउनुभयो। भोलिपल्टै तपाईँको चर्चा भइरहेको रहेछ। आफ्नै कक्षा विभागका केटीहरूबाट तपाईँको नाम, घर, फ्याकल्टी र तपाईँ दोस्रो वर्षमा पढिरहनु भएको कुरा थाहा पाए। त्यही रात फेसबुकमा तपाईँलाई सर्च गरेर प्रोफाइल हेरेँ। तपाईँको सबै पुराना तस्बिर हेर्ने क्रममा 2012कै एउटा तस्बिरमा झुकिएर लाइक गर्न पुगेछु। अत्तालिएर अनलाइन त गरेको जस्तो लाग्छ। त्यही नोटिफिकेसनकै कारण त होला भोलिपल्टै तपाईँले नचाही पनि मलाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउनु भयो। रिक्वेस्ट त एकै नजरमै एक्सेप्ट गरेँ, तर अफसोस तपाईँले कहिले च्याट गर्न अघि बढ्नु भएन। म दिनको एक पटक भए नि तपाईँका तस्बिरहरू फेसबुकमा हेर्दै चित्त बुझाउन थालेँ। एउटै तस्बिर सधैँ हेर्दा पनि मनमा काबुकी लागिरह्यो। माघको स्पोर्ट्स विक चलिरहँदा थाहा पाएँ तपाईँ त खेलकुदमा पनि खुङ्खार हुनुहुँदो रहेछ भन्ने कुरा। म भने पढाइ बाहेक केहीमा रुचि राख्न सकिनँ। पढाइलाई पहिलो प्राथमिकता दिने म स्पोर्ट्स विकमा तपाईँ जहाँ त्यही पुग्न थालेँ। दुर्भाग्यवश फुटबलको फाइनलमा हाम्रो कक्षा विभागका केटाहरूको म्याच तपाईँको टिमसँग रहेछ। आजभोलि त यो पनि खुब म्याच हेर्ने भविष्य, तर पढ्नु परेन आज चाहिँ भन्दै केटीहरूले मैदानमा मलाई अप्ठ्यारो बनाइसकेका थिए। तर कसैलाई शङ्का पनि थिएन कि म आफ्नो कक्षा विभागको खेलाडीहरूलाई प्रोत्साहन गर्न भन्दा पनि तपाईँको एक झलक पाउन आएको थिएँ। म्याच सुरु हुनु अघि तपाईँले टी-सर्ट फुकालेर डसी बसाउने क्रममा मेरो नजर तपाईँकै शरीरमा थियो। यताउति गर्दै फेरि मेरो नजर तपाईँकै शरीरमा पुग्यो। ओहो, कस्तो मिलेको थियो जिउ। एकैछिन भए पनि मेरो आँखाले सन्तुष्टि पाए। त्यस म्याचमा तपाईँहरूकै जित भएको थियो। बाहिर जति दुःख देखाए पनि मेरो मन तपाईँको जितमा चञ्चलताले रमाएको थियो। तपाईँले चेसमा पनि दोस्रो स्थान पाउन सफल हुनुभएछ। म खुसी थिएँ। तपाईँ त क्याम्पसकै 1 नम्बर चर्चा पाउनु भएको व्यक्ति होला। आफू भने अहिलेसम्म केहीमा भागमा लिएको परे। कक्षाका अरू केटीहरूलाई दिनदिनै प्रेम प्रस्ताव आउन थालेको थियो। इन्जिनियरिङ क्याम्पस नै भए पनि आफूलाई भने एउटा पनि प्रेम प्रस्ताव आएन। तपाईँलाई याद त नहोला, तर एकपटक तपाईँसँग आम्ने सामने परिचय पनि भएको छ मेरो। तपाईँले मलाई कुनु भनेर सम्बोधन गर्दा मुख कटक्क भएको थियो, तर मैले मुस्कानले छोपेँ मेरो दुःख। हरेक रात सुत्नु अघि म तपाईँको स्मरण गर्छु। मनमा नै आफ्नो लोग्ने मान्छेको दर्जा तपाईँलाई दिइसकेँ। मलाई अझ पनि स्पष्ट याद छ फागुन 24 गतेको प्रथम वर्षमा क्याम्पसमा मनाएको होलीमा तपाईँले मेरो कक्षा विभागका केटीहरूलाई अबिर दल्दिने क्रममा नचाही पनि मेरा गाला बनाउनु भएको थियो। म लाजले भुत्तुकै भए पनि अनुहारमा मुस्कान मात्र देखाएँ। अत्तालिएरै होला तपाईँको गाला चाहिँ रङ्गाउने ख्याल भएन। तपाईँका चिसा हात अझै पनि याद छ। मेरो भुत्तुकी पढेर सबैले सुनिरहेको जस्तो महसुस भएको थियो। दोस्रो वर्षमा क्याम्पसमा हल्ला फिजिएको सुन्यो। तपाईँले त प्रथम वर्षमा भर्ना भएकी एक छात्रालाई प्रेम प्रस्ताव राख्नुभएछ। मन चिसो भएको थियो। भाग्यवश उसले तपाईँको प्रेम अस्वीकार गरेछे। मैले धेरै इसारा गरेँ तपाईँलाई आफूले विश्वास दिलाउन, तर अफसोस तपाईँलाई त के चासो थियो र। म त क्याम्पसकै कुनै कुरामा सडेर बसेको थिएँ। न मलाई कसैले चिन्छ, न मसँग कोही बोल्न नै आउँछ। सबैले टपर र पढन्ती जस्ता शब्दले मलाई सम्बोधन मात्र गर्छन्। म जति दुखी भए पनि मनमा नै मेरो लागि तपाईँ हुनुहुन्छ। झुटे आश्वासन नै भए पनि मैले तपाईँलाई आफ्नो मानेकी छु र सधैँ मान्नेछु। मेरो आफ्नो मान्छे तपाईँ हो, मेरो देवता तपाईँ हो, आमा बुबापछि मेरो सबै थोक तपाईँ हो। तपाईँ त पपुलर मान्छे, केटीहरू सबै अगाडि पछाडि छन् तपाईँका। तर सुन्नु न, तिनीहरूले तपाईँ नहुँदा तपाईँको कुरा पनि काटिरहेका हुन्छन् नि।
आफूले पाउन नसकेपछि यसरी नै कुरा काट्नु स्वाभाविक भएर होला है। तर मैले तपाईँको पछाडि पनि तपाईँको गुणगान मात्रै गाउन जाने हो। मलाई एकदम जलन हुन्छ जब तपाईँ क्याम्पसका कुनै पनि केटीसँग बोलेको देख्छु। दोस्रो वर्ष पनि कति चाँडै बित्यो, तपाईँसँग नयाँ नयाँ याद र सम्झनाहरू थपिँदै गए, कतिपल्ट आँखा जुतिए। सधैँ तपाईँकै कक्षा कोठा हुँदै आफ्नो कक्षा कोठा जाने गरेको पनि 2 वर्ष भइसकेछ। मलाई तपाईँ एकदम मनपर्छ। तपाईँका लागि म जुनै कदम पनि चाल्न तयार छु। यसलाई प्रेम भनिन्छ कि के भनिन्छ खै। मेरो जीवनमा तपाईँ मात्र एक पुरुष मान्छे हो जसलाई मैले तन मनबाट स्वीकारेकी छु। मलाई थाहा छ म तपाईँको लायक छैन, तर म बदलिन सक्छु। तपाईँले मलाई जे आज्ञा दिनुहुनेछ म जसरी पनि पालना गर्नेछु। तपाईँबाट मलाई केही अपेक्षा छैन। माया गर्नुहोस् र मलाई आफ्नो भनेर चिनाउनुहोस्। म आज प्रेम दिवसको अवसरमा तपाईँको जवाफबाट पुरै टुट्न पनि सक्छु यदि तपाईँले अस्वीकार गर्नुहुन्छ भने। अन्तिम कुरा राख्न चाहे, यो प्रेम प्रस्ताव र पत्र सार्वजनिक नबनाइदिनु होला। यसै पनि मेरो आफ्नो भन्ने थोरै मात्र छन् क्याम्पसमा, ती पनि पर हुनेछन्। आज मेरो प्रेम प्रस्तावको जवाफ मलाई फेसबुकमा मेसेज गर्नुहोला। यदि अस्वीकार हो भने पनि म तपाईँलाई एकहोरो माया गर्नेछु। फरक यति हुनेछ, म तपाईँको सामु कहिले आउने छैन। धन्यवाद। तपाईँकी जुनियर पागल प्रेमिका। जाँदा के भन्न चाहन्छु भने हाम्रो यस समाजको अफिसियल फेसबुक पेज www.facebook.com/dharan साथ लाइक गर्न नभुल्नुहोला। साथसाथै यस युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न